यो कति केजी कति होला त्यो झ्याप्टो उठाउनु त त्यहाँ पर माथि पर पोर्ट मिट सप जडीबुटी है लोकेसन चाहिँ तरकारी बजारसँगै विगत 5 वर्षदेखि हजुरहरूको सेवामा समर्पित बस 79.5 यो चाहिँ हेलो गाइज, अब हामी चाहिँ अब हाम्रो काम गर्ने ठाउँमा आइपुग्यो। अब ड्युटी चालु हुन्छ। अनि के छ सर, पानी तातियो? पानी रेडी भइसक्यो हजुर। ओके सर, अब मेरो काम रेडी भयो त? आइहाल्नुहोस् हजुर। मेरो काम सुरु भएकै हो सर? भयो। ओके ल गाइज, अब काम चाहिँ खतरा छ। ए छोरा मान्छेले त भइहाल्छ नि। अब तपाईँलाई यता हेर्नु न यता। यो चाहिँ आन्द्रा होइन? ल आन्द्रा बनाउने तरिका केटा हो, ल कसरी भविष्यमा काम लाग्छ। कोरियामा यसरी आन्द्रा बनाइन्छ। कोरियामा होइन ल बिग्रियो नि त पुरो। यो दिन त खासै के गर्दैन। यहाँ ठुल्ठुलो दुइटा माल लडिरहेको छ। दुईजनाले हेर काम दुईजनाले काम बिगारिसकेको छ नि यहाँनिर यस्तो डेन्जर तरिकाले। हाम्रो दुईजना सरहरूले चाहिँ खतरा तरिकाले चोँचेलाई चाहिँ बनाउने तरिका हुँदै थियो। चुटी गएर बिग्रियो पुरा। त्यो ल्यापटपमा चाहिँ मोबाइलमा सबै मोबाइल खतम होइन, मोबाइल राम्रो हो नि। मोबाइल ठिक हो, तर त्यसमा त्यो नभएको नभएको होइन। नभएपछि उता सरी आन्द्रा यसरी फर्काउने कार्यक्रम स्पेसल एकदम इजी तरिका चाहियो भने सम्पर्क गर्नु होला। सम्पर्क गर्नु होला। रामेछाप पोर्ट मिट सप जडीबुटी ल भन्नु तपाईँको पसलको नाम भन्नु त सर। रामेछाप पोर्ट मिट सप जडीबुटी है लोकेसन चाहिँ तरकारी बजारसँगै विगत 5 वर्षदेखि हजुरहरूको सेवामा समर्पित विशेष बङ्गुर हजुरहरूको लागि दैनिक फ्रेस है, दैनिक कटाइ हुन्छ हाम्रो चाहिँ। हाम्रो कटिङ सेन्टर चाहिँ साना गाउँ यो 7 फेजमा छ। आज चाहिँ लास्ट पिस 2 पिस सकाएर अहिले यहाँ धोएर अब पसल जानु लाग्यो। स्टक चाहिँ यहाँ चाहिँ सकेछ आज लास्ट 2 पिस। तपाईँहरूलाई चाहिएमा सम्पर्क गर्नु होला। सम्पर्क गर्नु होला। ठ्याक्कै जडीबुटी हजुर जडीबुटी फुटसलसँगै है। फुटसलसँगै ल। सम्पर्क नम्बर रहेको छ 9861 31 24 40 9861 31 24 40 है। ल 9745 52 10 53। फ्रेस फ्रेस ताजा ताजा मासु चाहिएमा सम्पर्क गर्नु होला। फुटसललाई सम्झिनु होला। साथसाथै हाम्रो कोट्याङ मिट सप साथसाथै यता हाम्रो के भन्छ नेउपानी चोक हजुर। नेउपानी चोक चोकमा आउनु होला है। यो पनि छ हाम्रो बाँस 3वटा छ। अब अर्को एउटा नयाँ थपिँदैछ यो सालभित्रै होइन हजुर। एकदम महिनामा सञ्चालन हुन्छ। यो चाहिँ स्पेसल तरिकाले नखम लाग्ने चाहिने जतिले सम्पर्क गर्नु होला। मैले बोलिनँ है, अलिकति यति थोरै हाम्रो प्रोपाइटरले बोलिहाल्नु बोलेपछि भयो। तपाईँको यो बन्दै गरेको लोकेसन चाहिँ के तरिकाले भन्नु त? ल भनिदिनु त। होइन तपाईँले हो यो मदन ठ्याक्कै एक्ज्याक्टमा हाम्रो सबलाई चाहिँ अब मदन थाहा छ। यो चाहिँ ललितपुर जिल्ला यो गोदामचौर नगरपालिका होला। यो होइन महालक्ष्मी नै हो। ल साना गाउँ दमैटार के भन्छ यसलाई? दमैटार 7 थैली मासु पिस भएपछि अब अहिले यो यतिकै छोडौँ। अहिले टक्कलाई पिस गर्ने बेला भेट्छौँ है त हामी। मिठो तरिकाले पिस हुन्छ अब यो आन्द्रा सन्द्रा सबै सकेपछि अनि हामी भेट्छौँ। ल अब चाहिँ यहाँ कटिङ नहसाउनु न हौ। यो भनेको यही हो नि। अब यहाँ कटिङ सुरु हुँदैछ हाम्रो। सम्झनु न बुढो मान्छेले। पसलबाट स्वाद लाने ल हाम्रो चाहिँ यहाँ पिसको कार्यक्रम हुँदैछ होइन। अब पिसको कार्यक्रम
ल कत्रो छ भनेर चाहिँ यसरी थाहा हुन्छ क्या माल। ओहो यो एउटा फिला बोकाएर कुदायो भने मान्छे लडेर छ यार नसम्झेको छ। आज के बार पो हो? 12 बित्छ त। हाम्रो एउटा के अरे किराँती सुमन हो के भनेर दिन्छ त भोलि भिडियो चना के अरे चना चनपट्टि के भनेर भन्छ सुँगुरको भिडियो कहिले रागा किनिराखेर नि देख्छु होइन। हामी पनि बनाइदिउँ न त चट्ट। ल लडिज र त पत्लाक्क म यता गएँ क्या अब देखिनँ मैले यो तरिकाले देखाउनु पऱ्यो नि त चट्ट क्लियर तरिकाले। युट्युब च्यानल मेरो तपाईँलाई म लिङ्क पठाइहाल्छु नि पकाउनु टेन्सन नगर्नु न। के गर्नु यसमा यसो काम गर्नु भनेको है गाह्रो छ। गाह्रो छ गाह्रो छ। ल एउटा फिला यत्रो छ है त। लगाइज ल यो चाहिँ 12 केजी छ है 20 किलो 12 केजीको एउटा साँप र पछाडिको पछाडिको है। यो चाहिँ टोटल 85 देखि 85 को रेसियोमा वेट छ यसको। माथि होला दामी काट्यो यार सरर हजुर कटार हाल्नु छ है। लगाइज ल यो कति केजी कति होला त्यो झ्याप्टो उठाउनु त छुट्यो। ल यो त अनि ड्युटीको टाइममा त यस्तै हो त राम्रो लगाएर हेर्ने हजुर आइफोन छ बाइक चलाउँदा पनि सजिलो।
कस्तो डेन्जर हो सेतो चाहिँ लास्टै डेन्जर सेतो धरान त धरानै सेतो चाहिँ कडा खालको रहेछ अहिले गएर चाहिँ पछि हुन्छ बाह्र 21 हेरेर आउँछु नि सानो हेरेर आउँछु सानोको एउटा अगाडि पछाडिको भयो होइन ठुलोको 38 झन्डै 39 51 63 कति पिस हो हाल्ने एकैचोटि 63 बस 79.5 चाहिँ पोलुवाको लागि 79 अब चाहिँ सब रेडी भएर तयारी हो नि त ल हेलमेट हामी गइहाल्ने हो हो ल बधाई छ त्यसो भए एउटा बाइक माथि अर्को यहाँ तलतिर के छ कार्यक्रम के हुँदैछ हाम्रो भित्र माइला के गर्दै हो ल यहाँ चाहिँ अब सरसफाइ चट्ट सबै जोगजाग गरेर यसरी अब गइहाल्ने नि हाम्रो नि काम छैन नि अब हामी चाहिँ निस्क्यौँ मासु लगाएको छैन लाउनु न तपाईँको मासु अब यस्तो हरियाली छ बस 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 आइज 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 है ओ कतिवटा एउटा 2 3 4 5 काइली ठाइली साइली अन्तरी जन्तरी ल ल त यहाँ त त्यहाँ पर माथि पर होइन माथि त चाहिँ कता हिँड पर गइसक्यो ओ पर हौ ओइ यहाँ तलबाट धकेलेर पठाइदियो भर्खर अर्को यहाँ रेडी छ मासु बोकेर अब हामी पनि निस्किँदैछौँ यहाँबाट चट्ट लाएर